हेलो गाइज व्हाट्सअप। आज चाहिँ ठ्याक्कै 7 बजे उठ्यो है। 7 बजे उठ्यो, कति बजे छ उल्टे घडी देख्दाखेरि 7:52 भइसकेको रहेछ। यतिखेर हामी उठ्यो। आज चाहिँ शनिबारको दिन हो। यिनले चाहिँ एउटा पाउरोटी र 6:30 बजे चिया नै खाइसकिन्। आज हामीले दुधको चिया खाएको गाइज। हामी साह्रै गरिब छौँ। यो भिडियो हेरेर एकचोटि लागिदिनु भयो भने चाहिँ दुधको पैसा निक्लिनेछ। उहाँ चाहिँ नि उहाँ हाम्रो सानी छोरी फेरि उहाँ टक्क बुकुम गरिसिन्। ऊ त मेरो फुलजडिया आज चाहिँ हिजो पानी आएको एकदम हिलो भइसिन्। तिनीलाई मैले आज चट्ट लाएर हरियो साबुनले गरे, सनसिल्क साबुनले चाहिँ नुहाइदिने हो। हाम्रो आज गाईहरू फेरि यस्तो छन्, फेरि सुतिरहेछन्। यस्तो सुत्दाखेरि आज शनिबारको दिन भएर होला, किताब पनि नलिकन उता पनि कस्तरी उहाँ बुटुङ गरिरहेका छन्। हेलो गाइज, के छ भनिदिनुहोस् त। हेलो गुटुङटुङ है। आज फेरि यस्तो घाम चर्केको छ गाई, यस्तो घाम चर्केको छ। भगवान्, म त हग्न जान पनि भ्याएन गाई, यस्तो घाम छ। अब ढोका खोलम भने सबैले देख्छन्। हाम्रो फेरि उहाँ बाटोनिर छ टोयलेट पनि। मलाई त गाह्रै छ गाई। तपाईँले भिडियो हेरिदिनु भयो भने चाहिँ अलिकति पैसा आउँथ्यो। म त बहुत गरिब छु गाई। हामी त भाडामा बसेछौँ। अब 2टा छोरी एउटी बुढी पाल्न परेको छ। यिनीहरूभन्दा झन् त उयोले खान्छ पैसा त, यसले खान्छ। ऊ टायर फेर्न परिसक्यो, 4000 रुपियाँ टायरको लाग्छ गरे गाई। अब यहाँ फेरि अब यसलाई गाडी धोइदिनु पऱ्यो। हिजो पानी आएको पुरै हिलो भइसिने नि। अब यिनलाई नुहाइदिँदै 2000 रुपियाँ लाग्छ। अब खर्च पानी यस्तो छ। यो 2टा छोरीले भन्दा पानी पैसा यसले खान्छ। म त बहुत गरिब छु गाइज। त्यसैले चाहिँ यसो तपाईँले भिडियो हेरिदिनु भयो भने चाहिँ होइन। कालीकति हो कालीकति हो। देख्नुभयो त गाइज, भिडियो हेरिदिनुहोस् भनेर मेरो छोरी पनि एकदम तीव्र गतिमा हाँसिसकेकी छिन्। ल, तपाईँहरूले चाहिँ एकदम गुटुङटुङ पारामा चाहिँ यो भिडियोलाई चाहिँ पुरै 4K लाग्यो है त फेरि।